रौतहट जिल्लाको राजपुर नगरपालिकाको वार्ड नम्बर 4 मा अवैध औषधि पसल अनुगमनका लागि पुगेका औषधि व्यवस्था विभागका कर्मचारीहरूमाथि नै आक्रमण भएको छ। आक्रमणमा विभागका 2 जना कर्मचारी र 1 जना स्थानीय महिला घाइते भएका छन् भने बिरगंज स्थित औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालयका प्रमुख शम्भु शाहका अनुसार दर्ता नगरी औषधि बिक्री वितरण गरिरहेको उजुरीका आधारमा अनुगमन टोली निरीक्षणका लागि गएको बेला नै स्थानीयले प्रतिकार गर्दै आक्रमण गरेको बताइएको छ। आक्रमणमा परेका फार्मेसी निरीक्षक ओम प्रकाश जसवाल र फार्मेसी अधिकृत अमर शर्मालाई सामान्य चोटपटक लागेको छ भने त्यस्तै अनुगमनका टोलीलाई बचाउने क्रममा स्थानीय 55 वर्षीय सुमित्रा देवी घाइते भएको बताइएको छ। उनलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लागि पठाइएको छ भने घटनाका बेला अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कण्डेल र जिल्ला प्रशासन कार्यालयका खरिदार उमेश प्रसाद समेत सहभागी रहेको जनाइएको छ। स्थानीयहरूको आक्रमणका कारण प्रहरी निरीक्षक कण्डेलको मोबाइल समेत फुटाइएको छ भने अनुगमन टोलीका केही कागजातहरू समेत खोसिएको जानकारी प्राप्त भएको छ। अनुगमनको निशानामा रहेका राजपुर 5 निवासी शेख नेस मोहम्मदले हार्डवेयर पसलको बोर्ड राखेर औषधि पसल सञ्चालन गर्दै आएको आरोप लागेको छ। वर्षौंदेखि दर्ता नगरी औषधि बिक्री भइरहेको उजुरीका आधारमा विभागीय टोली उक्त स्थानमा पुगेका थिए। घटनापछि थप प्रहरी बल परिचालन गरिएकाले कर्मचारीहरूको उद्धार सुरक्षित रूपमा गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश प्रसादले जानकारी दिएका छन्। प्रहरी प्रशासनले आक्रमणमा संलग्नहरूको पहिचान र अनुसन्धानका कार्य सुरु गरेको जनाइएको छ।